ओ केटा हो कमलको फुलमुला कमलको फुल होइन यो हो नि यो ठाउँ चाहिँ अब सेल्फी डाँडा जस्तो रहेछ हावा चल्दो रहेछ सर्र र च्याउ च्याउ रहेछ यो एकछिन च्याउ मुनि बस्छौँ अनि केटाहरूलाई फोन गर्छु म केटाहरू आउँछु होला एकदम दामी रहेछ खेलेको बच्चा के भने ठुलै छ भैँसी हाल खेले त लाट्टा पर बसिरहेको त्यो माछा फेरि यो कसले देला तिमलाई माया मैले दिए जति झिका तुलो जोखौ आज कसको माया कति हेलो गाइस सबैजनालाई मेरो फेरि एउटा नयाँ भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ अनि आज चाहिँ हामी यहाँ केलसिटी टिटिवाङसा भन्ने ठाउँ पार्कमा आएको छ अनि आशा छ सबैजनालाई आरामै होला म पनि अब आरामै छु साथीभाइसँग एकछिन रमाइलो गरिदिउँ पार्कतिर घुमौँ अनि तपाईहरुलाई पनि केही भिडियो साथ सपोर्ट दिनु होला अनि माया अनि भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला यस्तो सिन रहेको छ यहाँ चाहिँ दामी छ यताबाट घुम्ने ठाउँ यताबाट मान्छेहरू घुमेर आएछ छ हेलो के हो केटा फोटो खिच्दै हो पानी त खतरा आइरहेको छ है यो चाहिँ पानी हालेको चर्को घाम लगाइरहेछ आज यार घुमघाम ठाउँ रहेछ होइन डेटिङ स्पोट पनि हो क्या हो होइन उतातिर छ त अनि मान्छेहरू राम 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 यसको असली भ्यू भनेको यही हो क्या होइन यो पानी फ्यालिदिएको नि लास्टै दामी छ अनि यहाँ चाहिँ आज धेरै मान्छेहरू घुम्ने आइरहेछ माछा पनि पाउँछ कि क्या हो यार यहाँ न पानीमा सबै माछा हो खै हो रहेछ नि त यहाँ दुईजना जोडी रहेछ है गाह्रो गाह्रो परिरहेछ सुन सान्छ त हो पार्क त यार ट्विन टावर पनि आउँदो रहेछ यहाँदेखि यार ट्विन टावर अनि त्यो अर्को के टावर रे त्यो सम्झि त्यो भ्यू टावर हो के टावर हो ग्रिन टावर होइन ग्रिन टावर आउँदो रहेछ अनि यता चाहिँ के हो यो बस्ने ठाउँहरू कि भर्खर बना जस्तो लाग्यो यो पनि घुम्ने ठाउँमै पार्क नै बनाएर छ धेरै राम्रो छ ठाउँ चाहिँ एकदम शान्त मुड फ्रेस हुने खाले ठाउँ रहेछ पानीमा डुबाइदिउँ क्या यार मेरो मोबाइल यार हाँ ओ आउनु हो आऊ
फुच्चे भएर क्यामेरा तेर्साउनु हुँदैन यार, देखाइदिइहाल्छ नि। भएन केटाहरूलाई टिकटकले पनि उल्कै गर्ने भयो यार। एक नम्बरमा हान्यो त। फुच्चे भाइ दामी साइकल कुदाइरहेको छ। हेलो लभ स्टोरी सिनहरू चलिरहेको छ कि यतातिर यार। ठाउँ त अनि ठुलो रहेछ त यहाँ त। हाम्रो केटाहरूको चाहिँ अब फोटो कहिले सिद्धिँदैन, टिकटक पनि सिद्धिँदैन, यतिको हो। यो गुन्द्रुके कपाल सम्झिँदैन, एक नम्बरकै भइहाल्यो। पालो पालो खिचेरै हैरान भइरहेछ। राम्रो रहेछ, पार्क चाहिँ ठुलो रहेछ यो चाहिँ। मलाई दामी छ ठाउँ। सुनसान छ, शान्त छ, सिरसिरे हावा चलिरहेछ। यतापट्टि यस्तो दामी पानीको फोरा छ होइन। अनि यहाँ चाहिँ दुईवटा हाम्रो फुच्चे भाइहरूको अनलाइन रहेछ होइन। के र उसको छ आज एउटा त कामा चाहिँ उता छ क्यारे है। यो चाहिँ सबै के को फोटो, यो सानो सानो खोलिरहेको छ, दाना दाना रहेछ। उतातिर पनि छ। चाहिँ नि ट्विन टावर पनि देख्न मिल्छ यहाँबाट चाहिँ। अहिले ट्विन टावर पनि त्यता भित्र पनि धेरै रहेछ घुम्ने ठाउँ त है। विशेष चाहिँ हामी यो पानीको देखेर आएको खासमा चाहिँ। यहाँ मान्छेहरू साइक्लिङमा धेरै साइक्लिङ गर्दो रहेछ। हाम्रो अनि ग्याङ चाहिँ यता पछाडि। यहाँ फेरि दुईजना डेटिङ गरेर आयो जस्तो लागिरहेको छ। बस्ने आनन्द कल्पना पाइसक्नु के अरे कपाल। यो दुईजना मान्छे अघिदेखि घुमेछ यार, 2 राउन्ड भइसक्यो यार। भित्र जान पाए पो हुन्छ त भित्र जाउँ क्या हो। उता भित्र जाउँ त। यहाँ त अनि आज दिनभरि घुमे पनि नसक्ने ठाउँ छ क्या अरे। अनि कहाँ खाने त पानी अनि खोइ पानी खायो अनि पिङ हो कि के हो त्यो लहरा छ यार। ए हो कि के हो यार हो
यो त अनि नाइट चाहिँ लास्टै बवाल होला जस्तो छ त यहाँ। अब हेर्दा हेर्दै मान्छेले 3 राउन्ड हानिसक्यो अनि हामी चाहिँ अनि त्यही लठो पछि हिँडेको भर्छ यार। अनि बिमला बिक्क जस्तै छ त यो त अनि त्यो नेसनल प्लेयर खेलाडी जस्तै छ त यार कि त्यही हो। पानी लिएर आउनु 1-2 जना गएर सबै गयो भने त अनि त्यहाँ के हुन्छ अहिले। अब त्यहाँ बस्नुपर्छ फेरि। के खाने अनि पैसा छ? तातोले अहिले धेरै प्यास लाग्यो। अब चिसो पानी ठन्डा के छ एकछिन खाइदिउँ भनेर चाहिँ हामी यहाँ छिरिरहेछौँ। 2 जना छोडीहरू छिरिसक्यो। बस्ने होइन माछा छ ल तामाङसँग नि बटारेको हेर त्यो उचाइ दिन्न उ त्यो भित्रको छिटो उ त्यहाँ जाने होइन उहाँ जाउँ न यहाँ यो छाप्रा बाटोमा उता झन् ठुलो रहेछ क्या दामी रहेछ उता भित्र हेर्नु त ओ उता झन् खतरा छ केलाई साइकल राखेको थाहा छ यो साइकलमै घुम्ने ठाउँ रहेछ क्या खासमा यो ठाउँै साइकलमा घुम्ने ठाउँ रहेछ नि त नि हाम्रो केटाहरूले नजानेको के यस्तो दामी ठाउँ रहेछ भित्रभित्र नि यता आउँदा यता झन् लास्टै दामी छ त नि त्यो ढुङ्गाबाट पानी झरिरहेको छ त्यहाँ त ए यो नखाउले हो त्यहाँपट्टि काँदी झ्याप मलाई ठिकै ल्याक लिक ला भाइ यति क्या मगरको छोरो भयो भने अलिअलि तामाङ कुरो चाहिँ आउँछ त्यही भएर तामाङ कुरो ठोकिदिइरहेको छु मैले त्यहाँ हेर्नु त त्यहाँ नेपालमा जस्तै छ त त्यो ओ यो होला हौ कमलको फुल रहेछ यार कमलको फुल रहेछ कमलको फुल के रियलमा देखेँ यार आज मैले कमलको फुल लगाएँ ओ केटा हो कमलको फुल मुला कमलको फुल होइन यो हो नि गोही छ क्या हो यार यहाँ त यो आमा छोरी चाहिँ अहिलेदेखि हाँसेको छ हिँडेछ यार जो चाहिँ कमलको फुल रहेछ 2 छोरी छ एउटा सेतो एउटा नि एउटा रातो कमलको फुल होइन यो
रातो चाहिँ दामी रहेछ। यसको भित्रको जरा हो कि के लहरा हो? खान मिल्छ नि, लास्टै दामी। फुल राम्रो कमलको हिलोमा भए पनि, फुल राम्रो कमलको हिलोमा भए पनि याद आउँछ उनकै टाढा भए पनि। वाह वाह भनौँ न है। जाउँ न अब यस्तो जाउँ न एकचोटि। जाउँ, धेरै बस्नु हुँदैन कि यहाँ। सातसुट हेरिहाल्ने हो यहाँ त। अनि के पिकनिक कार्यक्रम चल्छ क्या हो यहाँ यार? रुमबाट पकाएर ल्याउने अनि बस्ने अनि मजाले खाने हो क्या अरे यहाँ। अब यहाँ दुईवटा एउटै साइकलमा फेरि दुईजना हुन्छ, फेरि दुईवटा पार्टी हुन्छ होइन यहाँ विदेशमा चाहिँ। अनि यहाँ हाम्रो दिदीबहिनीले चाहिँ एकदम मोज गरिरहेको छ, रमाइलो गरिरहेको छ। अब खेल्ने ठाउँ जाने भन्छ उ त्यो टोकरीमा चाहिँ बस्नु पर्ला जस्तो छ। तिमी फेरि बच्चाहरूको हो, फेरि यो मारलाई ओए चुडेर अनि भुइँमा झरो भने त धुलै हाल्ला नि फेरि बाबु। बच्चाहरूको खेल्ने ठाउँ रहेछ चाहिँ पार्कमा घुम्न आउने बच्चाहरूलाई सेवा सुविधा फ्रीमा रहेछ। अब विदेशी उता जाउँ पानीमा। हो पानीमा जाउँ। ऊ पानी उडिरहेछ त। चाहिँ बच्चाहरू खेल्ने ठाउँ, नानीहरूलाई खेल्ने ठाउँको सेवा सुविधा रहेछ यहाँ। अनि यता पनि पानीमा पनि रहेछ, यो पानी पनि खेल्ने ठाउँै रहेछ यो पनि। यो पार्क चाहिँ ठुलो रहेछ, ठुलो चाहिँ धेरै ठुलो रहेछ। यहाँ गेटमा पनि साइकल राखेको थियो कि अघि न, अनि लानुहुन्छ भनेर सोध्दै थियो। अन्त अब थाहा थिएन, पहिलोचोटि आएको, साइकलमा घुम्नुपर्छ भनेर थाहा थिएन नि त। त्यही भएर हामी पर्दैन भनेर भयो नि। त्यस पछाडि यहाँ आउँदा त कम्ती ठुलो होइन रहेछ, यस्तै ठुलो रहेछ, उता पनि रहेछ नि त। अनि अब चाहिँ हाम्रो केटा थाक्यो भनेर सुतिरहेछ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ बच्चाहरूको लागि चाहिँ एकदम दामी रहेछ खेल्ने ठाउँ। बच्चा के भन्यो ठुलै छ। हो भैँसी आल खेले त लात्ता पर बसिरहेको। यो माछा फेरि यो, अनि फेरि यो यता पनि छ रहेछ। यहाँ पनि रहेछ पानी सानी खेल्ने सानोतिनो पार्क। त्यस्तै छ, तर गर्मी चाहिँ लास्टै गर्मी छ, तातो पनि छ। अनि केटाहरू चाहिँ अहिले पछाडि बसेको छ, गर्मी भयो थाक्यो भनेर बसेको छ। म चाहिँ अहिले एक्लै यसो अब देखाइदिउँ न त पार्कहरू कस्तो हुन्छ, कस्तो रहेछ भनेर देखाइदिउँ त भनेर। दुई चारजना साथीहरू भन्छन् यो आउट कन्ट्री होला सायद। ट्विन टावर फेरि यहाँबाट त्यहाँ देख्छ। ठाउँ चाहिँ धेरै दामी छ। अब घुम्ने नै हो भनेदेखि चाहिँ एकदम राम्रो ठाउँ रहेछ यो होइन। घुम्नलाई पनि दामी मजा आउने, शीतल हावा। कता गाउँ त यस्तो मासतिर उक्लिदिउँ यहाँबाट सर्लक्क लगाएर। केटाहरूले कहाँ गएको छ भनेर होला। पुरै तालै रहेछ क्या।
पुरै पानीको राउन्ड र सबै यो लास्टो जस्तो छ। यदि उताडी चाहिँ छैन, उताडी नै होला सायद। भन्ने ठाउँ चाहिँ अब अलिकति डाँडा जस्तो रहेछ, हावा चल्दो रहेछ सर र च्याउ रहेछ यो। एकछिन च्याउ मुनि बस्छौँ अनि केटाहरूलाई फोन गर्छु म, केटाहरू आउँछु होला। आया पावर होइन कि सम्धी, भुँडी धेरै ठुलो भएर त्यो पानी सबै बाहिर फाल्यो कि। भुँडी सानो गरौँ नि, सानो। यत्रो पार्कमा राम्री तरुनीहरू आएछ नि, यत्रो तरुनीको भन्दा ठुलो बनाएर हिँडेर कहाँबाट तरुनी पटिन्छ। अनि यो त म प्रेग्नेन्ट हुनुपर्ने ठाउँमा यही प्रेग्नेन्ट रहेछ भन्छ अनि के। अब थोरै समय घुमियो, एकछिन आराम गरियो, खाजा नास्ता खाइयो। अब केटाहरू भन्दैछ पानी पर्न लाग्यो, फर्क्यौँ भन्दै हुनुहुन्छ। हामी चाहिँ अब रुम फर्किनु लाग्यो। ओके, बाई बाई गाइस।